अर्डर है गाइजहरू फर्स्ट अर्डर वाज जस्ट वाटर है गाइज पानी मात्रै हो अरू केही पनि छैन सेकेन्ड अर्डर हो है कम्बाइन अर्डर छ दुईवटा यसमा चाहिँ सुरुमा अर्को अर्डर त आयो तर म यो अर्डर लिदिनँ है everyone, welcome back to another video. अनि अहिले चाहिँ म काठमाडौँ उपर हान्नको लागि जाँदैछु हैन आई डोन्ट नो मेरो साउन्ड कतिको सुनिरहेको छ अनि रातिको बेला पनि छ सो आई डोन्ट नो कस्तो देखिरहेको छ सो अहिले चाहिँ 5:31 5:30 भयो बेलुकाको म चाहिँ काम सकेर आएर त यसो साइड हसल हल्का यसो हो सिचरमा कोही नयाँ भएछ सबै बनाउनु होला सो त्यही नै हो अनि अहिले मैले युज गरेर साइकल चाहिँ दिस इज साइकल अनि यो चाहिँ योर लाइफ E20 भन्ने मोडल हो सो यहाँ चाहिँ अहिले स्टार्ट फर जाँदैछु होइन म्यापमा सो त्यही नै हो ओभरअलमा यहाँबाट फर्स्ट अर्डर कति बेला आउँछ अनि के कति हुन्छ आज अब म कति घन्टा काम गर्छु आइडन्ट किनभने अहिले बिजी छैन नि त अनि म्यापमा चाहिँ अहिले बिजी देखाएको छैन लेट्स सी के हुन्छ अनि कतिवटा अर्डर गर्छु के कस्तो हुन्छ सबै कुराहरू तपाईँलाई म भिडियोभित्र अपडेट गर्नेछु त्यही हो अहिले नेपालमा चुनावको माहौल तातिर होला गाइजहरू है अनि अरू जे जस्तो भए पनि जतिजनाले मलाई हेर्दै हुनुहुन्छ मलाई हेर्नेको सङ्ख्या कम छ एक त एकदम थोरै मात्रै हेर्नुहुन्छ है पनि जतिजनाले हेर्नुहुन्छ उहाँले अरू 10जनालाई चाहिँ आफू लगायत अरू 10जनालाई चाहिँ यसमा अलिकति खुसी लाग्छु मलाई होइन साला साला किडनी बा भोसडी के अरे नेपालीहरू विदेश के अरे नेपालीहरू विदेश रहरले काम चोइसले तेरीमा भोसडी के यो त्यस्तो जाडो त छैन चाहिँ 10 डिग्री हो अस्ति -1 -1 0 नि थियो होइन इट्स लाइक -4 थियो रहरले विदेश हामी आएको छैन हजुर रहरले छैन हजुर बाध्यता पनि बक्सियोस् है त्यस्तो केही पनि रहर सहर छैन अहिले कामबाट एउटा काम सकेर आएर अनि केही खानसाना खाएर अनि अर्को कामको लागि निस्किनु रहर छैन यो होइन किनभने ऋण बाँकी छ पैसा तिर्नु पऱ्यो पैसा कमाउनु पऱ्यो होइन कसलाई रहर हुन्छ एउटा 5-10 गरेको मान्छे यार नर्मल यार सरकार सुब्बाको तलब कति हुन्छ यार 40,000 30,000 त्यो पैसाले कसरी पुग्छ यार सो यहाँ जाम आएका हो रेड लाइट है रेड लाइट अलि पछि बोल्छु म है ठ्याक्क म रेड लाइटमा एकछिन रोक्छु सो यो रेड लाइट अनि यो मेरो म्याप यो रेड लाइट अर्कोवाला रेड लाइट होइन यो चाहिँ त्यो एकदम त्यो हुन्छ नि यहाँ बत्ती रोक्नेवाला हो त्यसमा भेटौँला है त अर्डर है गाइजहरू आई कन्फर्म इट है यहाँ सेन्सबेरीबाट हो नजिकै छ अनि आई नो द लोकेसन लेट्स गो है त So here I got into the Sainsbury है उता अगाडि बोर्ड देखिरहनु भयो होला सेन्सबेरीको I have to pick up the order है फर्स्ट अर्डर वाज जस्ट वाटर है गाइज पानी मात्रै हो अरू केही पनि छैन and I need to go like good so 3 minutes 0.3 mile है so let's go है त so I am going like here है गाइजहरू अनि मैले अर्को अर्डर पाइसकेँ आई कान्ट सो यु किनभने त्यति बेला म अलि हतारमा थिएँ अनि अर्को सेकेन्ड अर्डर चाहिँ कतिको थियो भनेर चाहिँ म तपाईँलाई लास्टमा ट्रिप देखाइदिन्छु अनि कति पाउन्डको थियो त्यो भनेर देखाइदिन्छु सो त्यही अहिले चाहिँ म यहाँ जाँदैछु है त सेकेन्ड अर्डर हो है कम्बाइन अर्डर छ दुईवटा यसमा चाहिँ सुरुमा चाहिँ एउटा थियो अर्को चाहिँ कम्बाइन अर्डर आयो सो दिस इज द सेकेन्ड अर्डर फ्रम द सेम प्लेस है सो म चाहिँ ब्याग लिएर अर्डर लिन गएँ त गाइज आई एम हेडिङ टुवर्ड्स माई सेकेन्ड डेलिभरी है सेकेन्ड डेलिभरी हो सो 6 पाउन्ड थियो कि अब अनि जानुपर्ने पनि लाइक 14 मिनट देखाइरहेको छ 2.4 माइल भनेको अब माइललाई अब आफै कन्भर्ट गर्नु होला है किलोमिटरमा कति हो आई डोन्ट नो लाइक 1.6 हुन्छ होला 1 माइल जस्तोको सो त्यही हो म चाहिँ यहाँबाट माइल लिन जान्छु बोर हुँदै सो डर छ प्रभु डर विथ माई सेकेन्ड डेलिभरी है गाइज 10
सो फाइनली गाइज दुईवटा टिप हानेर चाहिँ मैले फेरि एक्स्ट्रा कुरा बसिरहेको छु दिस इज द स्टारफोर्ड है दिस इज द स्टारफोर्ड होइन सो यहाँ ल यो के भयो यो त मरेछ त नि मेरो त फेरि यही हो होइन समरी अझै म काम गर्दैछु यो डेट देखाएर स्क्रिन सो त्यही हो साइकल है साइकल पनि देखाइदिन्छु रोकेर गाइजहरूलाई अनि पानी पनि पर्दैछ बाहिर है यो साइकल त ठुलो ब्याग छ सो बाहिर पानी पर्दैछ अनि आई डोन्ट नो पानी पऱ्यो भने चाहिँ म घर जान्छु होला किनभने मैले रेनकोट ल्याएको छैन अनि मेरो यो ज्याकेटमा चाहिँ पानी छिर्छ सो त्यही हो पानी पर्छ कि पर्दैन आई डोन्ट नो पानी परेन भने चाहिँ गर्छु एकछिन अझहरू पानी पऱ्यो भने चाहिँ म घर जान्छु टु बी अनेस्ट है त गाइजहरू त्यही हो त साउट अर्को अर्डर त आयो तर म यो अर्डर लिँदिनँ है किनभने एकदम टाढा छ 4.3 माइल छ 35 मिनट लाग्छ जान आउने त्यत्रो लाग्छ सो म यो अर्डर लिइनँ है त है मैले फेरि एउटा अर्डर पाइसकेँ म यहाँ खास वाइ लिन आएको थिएँ अनि ठ्याक्कै यहाँबाट अर्डर पाएँ अर्डर उठाउनलाई चाहिँ मलाई यहाँ जानुपर्छ लाइक 1 मिनट चाहिँ त्यही हो म यो अर्डर लिन गएँ है त यहाँबाट सो गाइज मलाई चाहिँ यहाँबाट यहाँ जानुपर्ने छ होइन मैले चाहिँ यहाँबाट अर्डर उठाएको सो स्टार्ट रेनिङ राइट न अझै पानी पर्नु लाग्यो डिस्प्लेमा पानी पनि देख्नु भयो होला सो सायदै मेरो लास्ट अर्डर हुन्छ होला गाइज है सो मैले यो लास्ट अर्डर पनि डेलिभर गरिसकेँ र यो सँगसँगै आज सबै गरेर चाहिँ 12 पाउन्ड आई डोन्ट नो मैले कति घन्टा काम गरेँ 1.5 घन्टा काम गरेँ होला बिचमा अलिक कुरेँ होइन अनि के खतरा गर्छ 12 पाउन्ड 13 पाउन्ड अलमोस्ट जस्तो होइन अब अहिले भर्खर कति बजे 7 बज्नु थाल्यो अनि पानी पर्दैछ र हो होइन अहिले पानी सानी नपरेको भए अझै गर्न सकिन्थ्यो पानी नपरेको भए त अझै गर्न सकिन्थ्यो गाइजहरू तर यहाँ पानी पर्ला जस्तो भयो सो त्यही हो अब म यहाँबाट घर जान्छु होला हजारदासँग अर्डर आयो भने हान्ने हो फेरि हानिदिने हो भात चाहिँ हानिदिने हो तर अब हजारदासँग अर्डर आएन भने चाहिँ आएन है गाडीबाट कसले हात निकालेर हात हल्लाइरहन्छ क्या केटाकेटीहरूले रेजरले त्यही नै हो अब यहाँबाट बिस्तारै लागेँ अर्डर आयो भने चाहिँ हानिदिएको अर्डर आएन भने चाहिँ चल्दिएको है त सो यो सँगसँगै आजको भिडियो म यहीँ अन्त्य गर्न चाहन्छु शुभरात्रि भिडियो कस्तो लाग्यो भनिदिनु होला है फिडब्याकहरू दिनु होला अब रातिको बेला अब केही देखाएन दिउँसो भयो भने चाहिँ म तपाईँहरूलाई चाहिँ एकदम ठ्याक्क देखाइदिन्छु दिउँसोमा चाहिँ यहाँ पनि सबै जहाँबाट पनि गाडी यहाँ पनि ठ्याक्क नेपाल जस्तो भइसक्यो जहाँ मन लाग्यो त्यहाँबाट गाडी हाल्नु यहाँ सो त्यही हो त गाइज स्टे